नमस्ते, यो हो कञ्चनजङ्घा हिमाल र हामी यो सिक्किमबाट कञ्चनजङ्घालाई हेरिराखेका छौँ र यो चाहिँ सिक्किमको राजधानी गान्तोकको यो एउटा क्षेत्रतिर छौँ हामी। बुझ्ने इन्डियामा बसेर दार्जिलिङ बसेर नेपाली बोल्ने गर्छ कहाँ भयो? हो तपाईहरु कहाँबाट आउँछ? हामी त नेपाल जुम्लाबाट। यो नेपाली भाषाको उत्पत्ति भएको ठाउँबाट हजुर। हो बाजे बोजू त्यहीबाट आएर चाहिँ हामीलाई हो सिजाउन सिक्किमको राजधानीमा आइपुगेका छौँ र सिक्किमको राजधानीको नाम पनि फरक फरक नामले उच्चारण गरिँदो रहेछ। हामीसँग यति बेला हामीसँगै सहयात्रा गरिराख्नु भएको दाइ हुनुहुन्छ यहाँको। त यसलाई सिक्किमको राजधानीलाई हामीले के भनेर उच्चारण गर्ने यो ठाउँको नामलाई? उहिलेको बुढाबुढीहरूले चाहिँ गान्तोकलाई गन्तोक भन्थ्यो। अहिले चाहिँ गान्तोक भन्दैछ। ए अहिले गान्तोक भन्छ? गान्तोक। ए अनि तपाईँको नाम चाहिँ के हो? मेरो नाम चाहिँ पासाङ शेर्पा। भनेदेखि तपाईँहरूले यहाँ आफूलाई के समुदाय भन्नुहुन्छ? भोटे समुदाय भनेर चिनाउनुहुन्छ कि के भनेर चिनाउनुहुन्छ? हाम्रो यहाँको सिक्किमको खटी रैथाने चाहिँ तपाईँहरू यहाँको रैथाने है त? हाम्रो यहाँको सिक्किमको खटी रैथाने चाहिँ भोटे लाप्चे नेपाली भनिन्छ। भोटे लाप्चे नेपाली भनेर पछाडि जोडाउनुको कारण चाहिँ भोटिया नेपाली चाहिँ यहाँको रैथानेलाई चाहिँ भोटेले चाहिँ नेपाली भनिन्छ। हामी चाहिँ बुद्धिस्ट हो। बुद्धिस्टमा चाहिँ भोटियामै आइन्छ, गन्ती गरिन्छ। भोटेमै पर्नुभयो, तर यहाँको तपाईँहरू रैथाने पर्नुभयो। त्यो रैथाने मध्येमा पनि तपाईँहरू चाहिँ नेपाली भाषीहरूको रैथाने समुदाय जस्तो भनौँ न एक हिसाबले, होइन त? यसरी बुझ्दा हुन्छ? हजुर। अनि तपाईँहरूलाई के लाग्छ यो नेपाली भाषी भए भएर तपाईँहरू पनि कतैबाट यहाँ नेपालबाट यहाँ आएको होला भनेर अनुमान गर्दा ठिक होला कि कसो होला? यो कसरी बुझ्न सकिएला? नेपालको पनि धेरै छ यहाँ। नेपालबाट आएर बसोबासो गर्नेहरू धेरै छ। हजुर। तर हामी चाहिँ नेपालबाट आएर बसोबासो गरेको होइन। हाम्रो पुर्खौली यहीँदेखि नै थियो र हामी
यहीँ जन्मेको, यहीँ हुर्केको, यहीँ बुढो पनि भइयौँ। अनि रमाइलो कुरा तपाईँहरूको आफ्नै भाषा त छ नै होइन त? हाम्रो भाषा, हाम्रो शेर्पामा शेर्पै भाषा छ, भोटियामा भोटिया भाषा छ। ए, तपाईँहरू दुई थरी भाषा बोल्नुहुन्छ उसो भए? हाम्रो आफ्नो भाषा र बेसी चाहिँ हामी पर्वतीय नेपाली भाषा बोलिन्छौँ। ए, बेसी चाहिँ पर्वती नै भन्नुहुन्छ तपाईँहरू यहाँ भन्दाखेरि? पर्वती भाषा, तर हाम्रो आफ्नो शेर्पा भाषा चाहिँ हाम्रो आफ्नो परिवारमा गरिन्छ। ए, अनि यहाँ चाहिँ नि यो सिक्किममा बढी चाहिँ कुन भाषा बोल्छन्? नेपाली अथवा कुन चाहिँ चलन चल्तीको भाषा चाहिँ बढी हो? बढी चाहिँ अहिले भोटे लेप्चा नेपालीले हाम्रो यही नेपाली नै भाषा बोल्दैछ। ए, नेपाली नै। अनि यहाँको सरकारी कामकाजको भाषा चाहिँ नि यो प्रदेशले केलाई बनाएको छ? हिन्दी अथवा नेपाली? ए, यो प्रदेशको कामकाजीको भाषा नेपाली नै हो? नेपाली, इङ्ग्लिस। इङ्ग्लिसमा एप्लिकेसन लेखिन्छ। हजुर, नेपालीमा पनि लेखिन्छ। ए, नेपालीमा पनि लेखिन्छ है त? ए, अनि तपाईँहरूले यहाँ यो सिक्किम प्रदेशमा सबैभन्दा बेसी चाहिँ नि नेपाली भाषीहरूको बाहुल्यता छ भनेर भन्नुभयो। चाडपर्वको हिसाबले चाहिँ कुन पर्वलाई बढी मनाउने गर्नुहुन्छ? पर्व आफ्नो आफ्नो जातको आफ्नो आफ्नै पर्व मनाउँछौँ। हजुर, हामी शेर्पाको चाहिँ हाम्रो यो आउने अब फेब्रुअरी लोसार मनाइन्छ। लोसारलाई अहिले चल्दै गरेको चाहिँ भोटियाको छ। हजुर हजुर, भोटियाको चल्दैछ लोसाङ। ए, हजुर हजुर हजुर, लोसाङ नाम्फिङ भन्ने चल्दैछ अहिले पर्व। यो गभर्मेन्ट पनि छुट्टी छ अहिले सिक्किमको। ए, हजुर हजुर, कति दिनलाई छुट्टी दिँदो रहेछ? यो 6 दिनको छुट्टी छ, सोमबारसम्म छुट्टी छ। ए, हजुर हजुर हजुर। अनि भनेपछि यहाँ तपाईँहरूको समुदायले त्यसलाई मान्नुहुँदो रहेछ। अनि अरू समुदायहरू पनि छ होला, उनीहरूले चाहिँ कुनलाई अरू समुदाय चाहिँ यो चाडबाडमा यो दसैँ तिहार पनि मनाउँछ। ए, तिहार भाइटिका पनि लगाउँछ। ए, अनि भैलो पनि खेल्छन्? भैलो खेल्छ, देउसी खेल्छ। ए, मारुनी डान्स हुन्छ, नाच हुन्छ। ए, रमाइलो रहेछ। तर जति पहिला थियो अहिले त्यो हराउँदै जाँदैछ। ए, त्यो देउसी भैलोहरू त्यो मारुनीहरू अहिले देखेको छैन, उहिले हामी देख्थ्यौँ। अहिले देखेको छैन। यो कुन चाहिँ संस्कृतिको प्रभाव बढी छ भन्नाले अथवा के कुराहरू छ? मतलब हिन्दी गीतहरूको बढी प्रभाव छ कि अथवा कुन खालको कुराहरूले त्यसलाई विस्थापन गरिराखेको जस्तो लाग्छ तपाईँलाई? यो हिन्दीमा पनि अहिले त जति पनि सबै जग्गातिर नै हिन्दी नै गाउँछ, हिन्दी नै मन पराउँछ। नेपाली पनि मन पराउनेहरू छ, सबै हुन्छ, हिन्दी नेपाली सबै। ए, अहिलेको जुन चाहिँ जेनेरेसनहरू चाहिँ विशेष छ इङ्ग्लिस पनि मन पराउँछ, इङ्ग्लिसै गाउँछ। यो रहेछ नि त यो अहिले यो जेनेरेसन हिसाबले। हजुर। अनि अहिले हामी कतातिर जाँदैछौँ? अहिले हामी गणेश चोकमा जाँदैछौँ, फर्स्ट पोइन्ट। ए, गणेश चोक भने आज हामी कुन ठाउँहरू हेर्छौँ त? यो सिक्किम गणेश चोक हेर्छौँ, त्यहाँबाट अर्ग्यानिक भ्यू पोइन्ट हेर्छौँ, त्यहाँबाट लासा फल्स हेर्छौँ, त्यहाँबाट टासी भ्यू पोइन्ट हेर्छौँ। हजुर। त्यसपछि गुन्जेङ मोनेस्ट्री हेर्छौँ। हजुर। त्यसपछि लास्ट पोइन्ट चाहिँ बागथाङ छ, बागथाङ वाटरफल्स। त्यसपछि चाहिँ तपाईँहरूलाई चाहिँ स्ट्यान्ड पुर्याइन्छ तपाईँहरूको गाडी भएको जग्गामा। ए, ल धन्यवाद हजुर। हामी यात्राको क्रममा रहेका छौँ, यो सिक्किमको राजधानी गान्तोकमा रहेका छौँ। यहाँ अहिले चिसो भनौँ न, एक हिसाबले मलाई यहाँको वातावरण कस्तो लागिरहेको छ भने काठमाडौँ जतिकै चिसो भन्दा हुन्छ जस्तो लाग्छ। र यो पहाडी क्षेत्रमा चाहिँ यहाँको राजधानी छ यो प्रदेशको। भारतमा 29वटा प्रदेश है त हजुर? 30वटा छ अहिले तेलङ्गासँग। ए, तेलङ्गासँग 30वटा भएको छ। ए, किन यो पछाडि भएको हो र? यो पछाडि भएको तेलङ्गा। ए, कहिले जस्तोमा भयो? यो भयो होला हजुर 20-25 वर्ष जस्तो भयो होला। ए, 30वटा राज्य मध्येमा चाहिँ हामी सायद यो सिक्किम भनेको भारतको सबैभन्दा सानो राज्यमा पर्छ। हामी गान्तोकमा रहेका छौँ।